यदि तपाईँ नयाँ घर बनाउँदै हुनुहुन्छ भने तपाईँले 10 लाखसम्म चाहिँ आफ्नो पैसालाई बचत गर्न सक्नुहुन्छ। के कुराहरूमा ध्यान दिनुभयो भने चाहिँ तपाईँले आफ्नो घर निर्माण खर्च चाहिँ 10 लाखसम्म कम गर्न सक्नुहुन्छ। म जानकारी दिन गइरहेको छु, भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। सुरुमा त यदि तपाईँले जग्गा नै किन्नु भएको छैन भने सकेसम्म 4 गुणा मिलेको अनि सम्म जग्गाहरू चाहिँ किन्नु होला। किनभने तपाईँको यदि जग्गा भिरालो खालको छ भने चाहिँ त्यसमा फिलिङ कटिङको कामहरू धेरै हुन्छ, जसले गर्दा चाहिँ तपाईँको घर निर्माणको खर्च चाहिँ बढ्न जान्छ। साथै तपाईँको जग्गामा चाहिँ धेरै फिलिङ भएको जग्गाहरू पनि नकिन्नु होला, किनभने यसमा पनि तपाईँ धेरै डेप्थसम्म चाहिँ फुटिङ जानुपर्ने हुन्छ, अर्थात् धेरै गहिराइसम्म चाहिँ घरको जग लानुपर्ने हुन्छ, जसले गर्दा पनि तपाईँको घर निर्माणको खर्च चाहिँ बढ्न जान्छ। त्यसकारण यदि तपाईँले जग्गा नै किन्नु भएको छैन भने जग्गा चाहिँ सकेसम्म 4 गुणा मिलेको अनि सम्म जग्गाहरू चाहिँ किन्नु होला। यसै गरी तपाईँले जति पनि निर्माण सामग्रीहरू प्रयोग गर्नुहुन्छ त्यो निर्माण सामग्रीहरू चाहिँ धेरै ब्रान्ड भ्यालु भएको, अर्थात् धेरै चलेको सामग्रीहरू भन्दा पनि कम ब्रान्ड भ्यालु भएको तर सेम क्वालिटी भएको सामानहरू चाहिँ तपाईँले प्रयोग गर्नु होला। जस्तै तपाईँले रड किन्दै हुनुहुन्छ भने 118 रुपियाँ केजीको रड पनि पाउनुहुन्छ तपाईँले बजारमा भने 95 रुपियाँ केजीको रड पनि पाउनुहुन्छ, तर त्यो दुवै रडको गुणस्तर चाहिँ सेम हुन्छ। त्यसकारण ब्रान्ड भ्यालु भएको सामग्री भन्दा पनि ब्रान्ड भ्यालु नभएको तर गुणस्तर चाहिँ सेम भएको नेपाल गुणस्तर मान्यता प्राप्त सामग्रीहरू चाहिँ तपाईँले प्रयोग गर्न होला। चाहे सिमेन्टमा भयो, चाहे रडमा भयो, चाहे पेन्टिङमा भयो वा अरू कुनै सम्पूर्ण सामग्रीहरूमा चाहिँ तपाईँले ब्रान्ड भ्यालु भएको भन्दा पनि सेम गुणस्तरको अरू सामग्री, अरू कम्पनीको सामग्रीहरू चाहिँ तपाईँले प्रयोग गर्न होला। यसै गरी अर्को भनेको तपाईँले आफ्नो भर्याङमा ग्रेनाइट हाल्दै हुनुहुन्छ भने पुरै भर्याङमा ग्रेनाइट होइन, यसरी जुन राइजर पार्ट हुन्छ राइजर पार्टमा टाइल हाल्न सक्नुहुन्छ। अर्थात् तपाईँले यो टेक्ने भागमा चाहिँ बढी फोर्स लाग्ने हुँदा तपाईँले ग्रेनाइट नै युज गर्नु होला र यस्तो उठेको भागमा चाहिँ खासै यसमा लोड पनि पर्दैन, फोर्स पनि पर्दैन। त्यसकारण तपाईँले यस्तोमा चाहिँ तपाईँले टाइल युज गर्न सक्नुहुन्छ, जसले गर्दा पनि तपाईँको खर्चमा चाहिँ केही हदसम्म सेभिङ हुन्छ। यसै गरी तपाईँले आफ्नो घरको झ्याल ढोकामा चाहिँ काठको सट्टा यस्तो खालको युपिभिसी अथवा एल्युमिनियमको प्रयोग गर्न सक्नुहुन्छ, किनभने तपाईँको काठको झ्याल ढोका चाहिँ धेरै महँगो जान्छ भने यस्तो खालको एल्युमिनियम अथवा युपिभिसीको झ्याल ढोकाहरू चाहिँ तुलनात्मक रूपमा अलिक सस्तोमा पर्छ, जसबाट पनि तपाईँले आफ्नो घर निर्माणको खर्च चाहिँ बचाउन सक्नुहुन्छ। यसै गरी तपाईँले सबै वालहरू यसरी 9 इन्चकै लाउनुपर्छ भन्ने छैन। तपाईँले आफ्नो ग्राउन्ड फ्लोरको बाहिरी वालहरू चाहिँ तपाईँले 9 इन्चको लाउनु होला र त्योभन्दा माथिल्लो तलहरूमा चाहिँ तपाईँले 9 इन्चको वाल लाउनै पर्छ भन्ने छैन, किनभने यसले लोड लिने होइन, खालि पार्टिसनको लागि मात्रै प्रयोग हुने हुँदा यसलाई चाहिँ तपाईँले सिर्फ 4 इन्चको वाल लाउन सक्नुहुन्छ, जसले तपाईँको धेरै हदसम्म इँटाहरू चाहिँ बचत हुन्छ र त्यसलेबाट पनि तपाईँले आफ्नो खर्च चाहिँ सेभिङ गर्न सक्नुहुन्छ। यदि तपाईँ आफ्नो सपनाको घरलाई चाहिँ काठमाडौँ अथवा पोखरामा निर्माण गर्न चाहनुहुन्छ, बजेट कम छ तर घर चाहिँ समस्यारहित तरिकाले र गुणस्तरीय तरिकाले निर्माण गर्न चाहनुहुन्छ भने आजै स्क्रिनमा दिएको नम्बरमा एक्सपर्ट सेवालाई सम्पर्क गर्नुहोला।